साथीहरूलाई डिभाइड गर्ने काम मैले अनुहारले चिन्नलाई अब नामले चिनिन्छ। त्यसपछि यही नाममा साथीहरूलाई यो जन्जालभित्र हाल्ने हो भने हामीले यो दुःख पनि नगरौँ। त्यसकारण अब पार्टी बनाउने नि यहीँबाट बन्ने हो नि त। यस्तै सङ्कटहरूबाट हामी उठ्नुपर्छ। पार्टीमा अर्को ठुलो सङ्कट छ, तपाईँ सबै मान्छेलाई थाहा छ। पार्टीमा सङ्कट छ, अध्यक्षकै बारेमा सङ्कट आयो। अब के गर्ने? अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। सङ्कट आयो भनेर भाग्ने भने होइन। म पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? आइदर अर्ली महाधिवेशन गरौँ, अबै मनोनयनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऊ। कहाँ हुन्छ यसरी? म त भन्छु अब अर्ली महाधिवेशन गरौँ। कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो, अरू कयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने हामी सुध्रिने हो भने नयाँ ढङ्गले जानको लागि केही पास्टर गर्नु परेन। गरौँ न त, अर्ली महाधिवेशन गरौँ। अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ। तपाईँ मध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ। होइन अस्ति मतदाता नावली सारेर ल्याएका मान्छेहरूबाट टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो नि तपाईले पार्टी बनाउनुहुन्न र यो धेरै छिटो विघटन हुन्छ भन्ने कुरा पनि यही देखिन्छ। यो बाटो यही हो। त्यसकारण अब काँधमाथि मरेको